हेलो एभ्रिवान, सबैले मम्मी नै हाल्दैछ। हेलो ल आज चाहिँ हामी यहाँ चाउमिन च्यालेन्ज गरिरहेको छौँ, त्यो डाइसवाला होइन। हामीले धेरै देखिरहेको थियौँ। अनिसा खोइ डाइस देखाएको थियौँ। अनिसा हेलो गर अनिसाले यस्तो डाइसवाला है। हामी फ्यामिलीमा बहिनीमा हामी कसरी हो डाइस चाहिँ त्यसमा थिच्ने क्या थिच्दाखेरि हुन्छ। ए यस्तो आउने हो। लाइट अलिक कम यहाँ अडिया यहाँ के यहाँ अडिया नै पर्दैन क्या, त्यो भइरहेको त अनिसा होइन कि यहाँ चाहिँ त्यो अडिया क्या डाइस यहाँ यसरी त्यसरी होइन, यस्तो यस्तो ढल्केर चाहिँ वाह डाइस है। म हेर्छु गाइज एकछिन, हामी अब खेल्छौँ यहाँनिर। अन्त नपरोस् मलाई त जिरे, म त एकचोटि नजिताउँ बरु म त किन नखाने म त त्यस्तो चर्को खर ल। ठाडो पारेर राख्दा नि देखिहाल्छ, तेल चाहिँ बार्नु पर्दैन नि त। तर नदेख्ने रह कलर। तर यस्तो हामी अहिले यसरी पर्दैन क्या यो यसरी हात यसो पर्किन्न मेल्दा भइरहेको हुन्छ। त मम्मी। अनि यो हात यसो गरेर चाहिँ कसरी थाहा पाउने कि कताली खाने भनेर। ए यहाँ अब स्टार्ट हुँदो रहेछ नि त। ल यसरी राख्छौँ है हामी गाइज, यसरी होइन। मम्मी म बहिनी छौँ। ल खेल्ने ल माथि ल सिधा पेपर नबिगार्ने। एकछिन म यसलाई यो नघट्ने पनि बनाउँछु पहिला अनि खेल्ने। के अरे मम्मीले खाँदै हुनुहुन्छ है, म देखिरहेको छु। ल हाम्रो सुरु भयो। यहाँनिर चौका छ। ल है अब सिजर पेपर रक। मैले जितेँ। ल मैले कति यहाँ कति आउँछ दुईचोटि सकाउँदै। म त सुरुमा अन्डा चाहिँ खानु पर्ला। अन्डा यसो पाइँदैन है भाइ। ल थोरै खान्छु, थोरै ल धेरै हो क्या एकदम। पाइहाल्दैन होइन गाइज, अब जति ल्याए खान पाएन। सिजर पेपर रके है। खानु कसरी कैँची यो कागजलाई यसले खान्छ अनि यसलाई हान्छ अनि यसले कागज काट्छ। ल सिजर पेपर रक। अब अनुसार मन बस्ने अनुसार सिजर पेपर रक खा। ल छचोटि यसको खानु पर्यो। घाँस पनि ल कत्रो हाल्दैछ हेर। अन्डा मात्र खायो भने यसको जाने छचोटि एकचोटि छचोटि मऱ्यो। अगाउँछ छचोटि मार्ने पातेको कतिचोटि भयो हातेर गएको कतिचोटि हो नि त? 3 चोटि। आनन्द हुँदो रहेछ त। तपाईँ पनि 6 जग्गा खाना पाएँ। सबजना हेर्ने म त कतिचोटि भयो पुगिसक्यो। कतिचोटि भयो मलाई थाहा छैन। 4 5 अब एकचोटि खा। 6 चोटि अब पुग्छ होला। खोइ अब छोड्दै। मम्मीको टनाउँदै फेरि अन्स लाग्यो। ल ल सिजर पेपर रक, सिजर पेपर रक। फेरि तपाईँ चुप लाएर अनुसारमा सिजर पेपर रक खाऊ। खोइ गर 3 चोटि। अनि डब्बा भएपछि मम्मीले एकचोटि खाने भएन अन्डा। नाइजी भनिदिनेहरूले अगाएको भन्ने मात्र नाइजी
मम्मी पनि त एक गाँस खानु भने खेल्नु ल गेम विपरीत हुँदैन फेरि ल सिजर पेपर रक ला मम्मीले मम्मीको खानु अब मम्मीलाई यहाँ खिच्नु त दिनुपर्छ। यहाँ एकचोटि एकचोटि मात्र है ठुलो खान्छ एकचोटि जत्रो खा एकचोटि मात्रै खाएपछि त पुग्ने त खानु पर्यो देखाउने त्यहाँ आउँदै आउँदैन मम्मी आज के अरे राम सबै एकतालि हाल्नु है आमामामा एकैतालमा अगाउने हाल्नु भयो मम्मीले अब जित्दिनँ भने थाहा नि त मम्मीलाई ल भयो सिजर पेपर रक अनिसा खा अब अनिसाको खल जाने दुईजना तीनचोटि अगाइसके गाइस म चाहिँ तीनचोटि म त खाना पनि मन छैन पेट डम्म छ अन्डा सकाउनु म खान्जेलसम्म उठाएको त तिनचोटि दुईचोटि यसले पनि अहिले धेरै खाइसक्यो नि कति खायो थाहा छ ल सिजर पेपर रक त अनुसार सिजर पेपर रक के गर्दो रहेछ दुईचोटि कति पर्दो रहेछ है यसलाई मात्र लेक्चर चाहिँ मलाई पनि खानु मन लाग्छ अन्डा अन्डा त दुईवटा केसरा चम्यो अनि एक के अन्डा जो छैन अन्डे अब के खानु यसले खायो नि धेरै अन्डा थाहा न त मम्मीलाई मैले एकचोटि यसले 6 चोटि 7 8 9 चोटि यो 10 11 चोटिको पालो यसको त यो त 11 चोटि खाइसक्यो सिजर पेपर रक फेरि खाइदेले नि दुईचोटि कति लाइक गर्छ क्या मम्मी नाइ भन्नु पाएन यसो गर्दै रहेछ है बिगार गरे तन्ना मात्र खाना पाइन्छ चाउमिन खाए ल चाउमिन त मिठो बनाएर अब खानु पर्यो के मिठो छ भाइ मिठो धेरै अगाडि तँलाई कहाँ मिठो हुन्छ त छिटो ल सिजर पेपर रक ल अनुसार सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक यसले खाइ कचोटि पर 5 चोटि खा ल ठुलो घाँस खा है छिटो खानु 5 छोरो हुँदैन है खाने पनि उही मात्र अचम्म त्यो अन्डा मात्रै खोजेर त त्यो कहाँ त हुन्छ कहाँ त्यस्तो हुँदैन अनि सर यसले नि हो त खाएको पग्यो हेर्नु त 6 चोटि 6 5 11 मैले त्यो सट्टापुरमा खान्छु त्यस्तो चाहिँ नपाउने है खास भयो उता त्यसलाई दिनु मा- त्यसलाई त्यसको पालै थाहा छैन त्यो खा त्यो किन खेलिस् त खानुपर्छ यो त एकचोटि पनि भएको छैन मम्मीले गनिदिएन तेरो गनिन्छ अलि ठुलो खान्छ भइसक्यो बन्द गर बन्द गर भइसक्यो खेल्ने हो यो त कहाँ हेर्दा चाहिँ बन्द गर मैले खा भयो क्या डलर सिजन मैले फेरि खेल्ने आउँदै हाल्छु। सिजर पेपर सिजर साँच्चीको क्या साँच्चीको ल सिजर ल खेल्नु न साँच्चीको भन्छु अब साँच्ची खेल्ने भन्दा कसले छेर्छ है दादा कपाल मिलाएर ल खेल न सिजर पेपर रक अनि साग तर मम्मीको पर सिजर पेपर ल खानु मम्मी ल यहाँ हान्नु त यहाँ थिच्नु छक्का पर एकचोटि दुईचोटि ल मम्मीको दुईचोटि पर है
म चाहिँ सुरुमा कचोटि खानुहुन्छ मैले ल गाइस म त जतिसरी परोस् लाग्छ यही हो तिमीहरू नि हेर मलाई भयो फेरि नै आयो भने त एकातिर पानी पनि छ नहुने पानी पनि छ नि ट्याङ्कीमा पानी राखेर खानु कि सब्जी सघाउनु पऱ्यो नि खेरहरू कहाँ खाएको पाके खाना चाउमिन भन्नु त चाउमिन पाक्यो तर नुन धेरै हालेको क्या नुन धेरै नि सोया सस कम हालेको तितो भइरहेको त माथि के माथि पुगेर नि फेरि सोया सस अहिले सघाउनु पर्छ गेम गरेर ल अब ल म त नहेरेँ। तपाईँ देखाएको ल तपाईँ खेल्नु नखाल्ने ल तरमा आइज किन तपाईँ जानु त तपाईँ मैले जित्यो भनेदेखि मेरो मर्जी चल्छ म नहेर्ने भनेपछि सक्यो चुप त्यस्तो कहाँ हुन्छ मैले जितेँ तल सफा खान्छु हुन्छ ल म त नहेर्ने भयो हल्का पेट दुख्छ बनाएर बन्द गर्ने नि है मम्मीहरूले हारिसक्नु भइसक्यो म खेल्दै भनिरहेको छु म जितिरहेको छु है अहिलेसम्म म विनर भयो यो गेम ल त होइन खोइ मेरो पैसा ल्याउनु मम्मी पैसा खोइ पैसा पैसा अन्डा जति हेर्दै सबै खाइसक्यो अनिसाले ल अन्डा पैसा मैले खाएर खोइ पैसा सब अन्डा जति जसले खाइसक्यो सबै हो चाउमिन मिठो भएन रे अन्डा जति खाइसक्यो 4-5 वटा अन्डा हालेको अन्डा जति खाइसक्यो भाइका भयो ल है गाइज हाम्रो चाहिँ यो आजको के अरे प्र्याङ्क बनाएको चाहिँ चाउमिन खाने गेम सिजर रकम यसले गर्दा रद्द भयो यसले खाइ 15-20 चोटि अन्डा सबै खाइसक्यो यसले खोइ मेरो मोबाइल चाहिँ ऊ देखा तपाईँको मोबाइल खोइ गर्मी पनि छ अब यो कसले खाने अब त्यही होला है थ्याङ्क यू फर वाचिङ है कसले कहाँ कहाँबाट हेर्दै हुन्छ हेर्नु होला आज सबै हाल्ने हो र मलाई हाल्दैन म टिकटकमा हाल्नलाई ल हुन्छ मम्मीलाई म टिकटकमा आधी मात्र क्लिप हाल्ने हो आधी मात्र ल थ्याङ्क यू फर वाचिङ है फेरि अनि मैले भनिसकेँ ल मेरो चाहिँ युट्युबमा आउँछ थ्याङ्क यू फर वाचिङ गाइज